सो गाइज हामी चाहिँ भर्खर पशुपति गएर आएको जहाँ अब 2टा टपरीको लागि त्यो सबै बन्द थियो। अनि फेरि अहिले हामी दिदीको रुममा अर्को टपरी लिन गइरहेछौँ कहीँ नपाएर। आज सुनसान छ सबै होइन, काठमाडौँमा पक्कै नि लकडाउन भएको जस्तै छ क्या। आज म जिउँदो फर्क्यो भने भयो, किनकि हाम्रो दाइको स्कुटर चलाएको चालामाला भेरी हार्ड। भगवान्ले आज जिउँदो बनाए राख्यो भने घर फर्कायो भने चल्यो मलाई होइन। जिन्दगीमा केही मागिरहेको छु, पहिलोचोटि पानी पर्यो। फेरि हाम्रो दाइमाथि पुरा विश्वास छ क्या मलाई। यो भाइले दाइलाई एकदम ट्रस्ट गर्छ होइन दाइ। पुरा सुनसान छ हेर्नु सक्नुहुन्छ। अनि यहाँदेखि उँधो चाहिँ हाम्रो बागमती खोला, अनि पुरा बागमतीको यो रोड साइड है। एकदम मजा आइरहेछ। कतिखेर मरिन्छ त्यो थाहा छैन है। अगाडिबाट उँभो भ्लग बनाउँदा हात पनि दुखिसक्यो, के गर्नु। बिचरा कुकुरले मान्छेमाथि अट्याक। यस्तो सुनसान रातमा दसैँमा पुरा काठमाडौँ लकडाउन भएको छ। यो पालि दसैँ आएको जस्तो नि लाग्दैन। हामी जाँदैछौँ, अब दिदीको रुम पनि पुगिसक्यो। पानी पर्यो गाइस, एकदम ठुलो पानी पर्यो। क्या पारी ओडिन्छ ओडिन्छ। मोबाइल भिज्यो। फुल इन्जोय पानीभित्र। अगाडि अगाडि पानी पुरा नुहाइयो। छिटो दाइ छिटो, मोबाइल भिज्छ क्या।